ल यहाँबाट जानु लाग्छ वहाँ पारि तल्लो बाटो जान्छ होला भाइ जाडो छ जाडो ल हामी चाहिँ टक्क बुटोलदेखि रुकुम पूर्व के अरे रुकुम पूर्व कहाँ अरे सुङ्ग्री बुकी भन्ने ठाउँमा जाँदैछौँ हामी चाहिँ अगाडि दुईजना साथीहरू गइसक्यौँ अब हामी चाहिँ यहाँ रेडी भइसकेको छौँ है अब चाहिँ हामी चाहिँ अब निक्लने तयारीमा छौँ ल ल ल ल भाइ म चाहिँ अब तेल हाल्नु जान्छु तेल हालेर निक्लन्छु डिजेल मात्रै खुल्ला खाता दुई हजार हालौँ न सीता बाबा धाम ल यो त सीता बाबा धाम हो है अब यहाँबाट पाल्पा लाग्यो यो चाहिँ पाल्पा जिल्ला सुरु भयो अब यहाँबाट चाहिँ अब बाटो मात्रै धेरै जस्तो अब यहीँबाट बुकुल जाँदै गरेको क्या जोगा गएर मैले है नआत्तेको क्या म फेरि ट्याक्कै हाल्ने ट्याक्कै यत्रो ढुङ्गा त्यसलाई चाहिँ उसमा भन्नु नेपालमा दोकान ल पाल्पा बल्ल यति ढिलो भयो हामीलाई त्यहाँ एकछिन जाममा पऱ्यो बाटोमा परेको भएर त्यहाँलाई आधा एक घन्टा यस्तो ढिलो भयो हामीलाई हाल्दाखेरि अहिले चाहिँ हामी टक्क बर्दिनबाट उकालो लाग्यो अब यो चाहिँ हामी तल्लो बाटो जाँदैछौँ हातचोक निक्लने बाटो रे यो चाहिँ नयाँ बाटो जाँदैछ यहाँ चाहिँ थोरै वहाँ अब ढिलो नगरेर अगाडि बढौँ ल धेरै ढिला हुन्छ होला है हामीलाई त अन्त अब यता चाहिँ अलि ठुलो चाहिँ पानी पर्न लागेको छ अब चाहिँ यता चाहिँ हामी रेनकोट लगाएर जान्छौँ हातोबाट चाहिँ अब हामी चाहिँ रेडीतिर ओह्रालो लाग्यो पाल्पाको बाटो हो यहाँबाट जानु लागिन्छ वहाँ पारि यो चाहिँ हो 3टा जिल्ला जोड्ने झोलुङ्गे पुल यो बाटो हुँदै हाम्रो गाउँ जाने बाटो हो 3टा जिल्ला जोड्ने पाल्पा स्याङ्जा र गुल्मी जोड्ने पुल सुमनलाई कुरा पनि एकछिन हो सुमन
उतातिर अन्त जाने बाटो यहाँ चाहिँ यता हो उता जाने पूर्तिघाट शान्तिपुर यहाँबाट माथि चाहिँ शान्तिपुर जाने बाटो हो मजुवा यताबाट जाने आइयो अब यहाँ पेट्रोल पम्प हजुर सर मजुवा झुले मजुवा यसले यो अर्को मजुवा होला यताको बुझ्नुभयो बाटो चाहिँ हिजो चन्द्रपुर गाउँपालिका आइयो मजुवान राम्रै रहेछ के खान लगाउँछ त्यहाँ यार बाटो चाहिँ लाग्दै उ रहेछ कुनै ठाउँमा चाहिँ यस ठिक छ पहिला जस्तो छ एकछिन फेरि के छ ल जाम त अगाडि गएर यसो वाच गरौँ बाटो चाहिँ लाग्दै रहेछ ए माथितिर चाहिँ जाँदो रहेछ क्या बाइक त यता जान्छ होला बाइक त जान्छ होला यता पारिवाज जान्छ पारिवाज जान्छ अरे ल पारिवाज त यो बात जान्न गाडीहरूलाई रहेछ बस न बसिनौ तलबाट जान्न त्यहाँ गाडी उ भयो रहेछ फसेको रहेछ नत्र जान्थ्यो के साँगुरो बाटो छ
जान्छ किन नजाने ए अँ यहाँ उसमा ठोकिन्छ होला ल आऊ है तल्लो बाटो पनि जान्छ होला बाइक त बाइकहरू चाहिँ उक्त हुँदो रहेछ गाडी अड्किन्छ क्या त्यहाँ ल ठिक छ नि होइन कस्तो छ केटा रुकुमतिरको बाटो ल यहाँ चाहिँ एउटा गाडी चाहिँ फसेछ यो चाहिँ यहाँ माथिको बाटो चाहिँ हामी यो बाटो चाहिँ अब यहाँ जाँदैछ यो माथि यहाँ गाडी एउटा फसेछ अड्किनु चाहिँ परेन होइन यसमा यही हो ल हामीले चाहिँ अब यहाँबाट चाहिँ गुल्मीले छोडिँदै गयो अब यो पुल टरेपछि भए त टक्क हामी चाहिँ बागलुङ जिल्ला लागिन्छ फेरि तर ल यही ठ्याक्कै बागलुङ जिल्ला होइन यहाँ यो हेर्नु दामी छ दामी बुझेन फेरि भन त ए त्यता झर्ने भनेको होइन के त्यहाँ ठ्याक्क चोक देखिन अलि अगाडि आएपछि अघि उकालो बाटो लाग्यो भन्थेँ नि मैले उबाट चौबारीबाट के यार त अलि अगाडि आएपछि एउटा चोक आउँछ त्यहाँबाट लेफ्ट लाग्यो भन्थेँ त मैले तिमीलाई बिस्तारै हिँड्नु न खै 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 360 हेरौँ त 360 मलाई नि देखिनु पऱ्यो ल आफै घुम यहाँबाट चाहिँ अब कुहिरोको भित्रभित्र एकदम चिसो छ कुहिरोको भित्रभित्र हो यहाँबाट माथि डाँडासम्म अब यस्तै होला मौसम चाहिँ
आम्मामामा यहाँबाट त खत्रै चिसो छ हौ यहाँ। ओहो क्या जाडो छ जाडो छु। बाइक चलाउन नि मुस्किल छ, माथि झन् जाडो छ अरे। अब मोबाइलमा चाहिँ चार्ज सकिन लागेछ भने जस्तो चाहिँ नबन्ला, तर जहाँसम्म बन्छ त्यहाँसम्म चाहिँ राम्रो बनाउँछु भन्ने विचार हो। अनि एकदम जाडो छ हौ जाडो हो। यो बर्खाको बेलामा चाहिँ यता चाहिँ लास्तै मुस्किल, यति जाडो हुन्छ। अब यहाँबाट माथि झन् खत्रै जाडो हुन्छ। हामी लगभग अब यहाँबाट माथि लाग्यो भने 2500-2800 को हाइटमा लागिन्छ। किसिमै जाडो छ। मेरो नि खिच ल चुमन। ल कुहिरो भित्र हिँड्यो हामी चाहिँ। जाडो छ जाडो, कुहिरो भित्र। हिउँ त पर्ने मौसम त होइन, तर हिउँ पर्ला जस्तो चिसो छ। यस्तै गरेर कुहिरोको भित्रसम्म गयो है। साँझ परिसकेको थियो, झमक्कै अँध्यारो थियो, एकदम गाह्रो छ। अब माथि पुग्न त हामीलाई थुप्रो टाइम लाग्ने, झमक्क अँध्यारो हुन्छ। अब माथि अझै हाइट त्यत्रो चढ्नै छ। यति हाइट छ कि आम्मामा, यति जाडो छ माथि, पुरा मुटु काम छ कि खुन जम्ने जस्तो जाडो छ। क्यामेरामा त त्यति नदेखिँदो रहेछ। ल हो उहाँबाट तर त्यति राम्रो नदेखिँदो रहेछ। ओहो केही देखिँदैन त आँखाले त, क्यामेराले त धन्न क्याच गर्दो रहेछ। जाडो छु कति साह्रो जाडो हो। ल यहाँ फेरि के भइरहेछ हौ। जाडो भइरहेछ, जाडो स्कुल रहेछ यहाँ। यतातिर चाहिँ एकदम हाइटमा भएको भएर नि होला, यता चाहिँ कुकुरहरू चाहिँ खतरा खालको कुकुर भेट्न चाहिँ पाइन्छ है। यतातिर चाहिँ कुकुरहरू पनि दामी के यस्तो वफादार खालको जस्तो कि यस्तो दामी कुकुरहरू छ। झन् माथि चुङ्री बुकी पाटन लेकमा त कुकुरहरूले नै हो रे चराउने। झन् त्यहाँ नि खतरा देख्नु लाग्यो भने यहाँ कुकुर पनि खतरा देख्छ हौ। अर्कोवाला कुकुर एकदम कम देखिन्छ। अब फेरि यहाँ खुल्यो। अब उहाँ हाइटमा अलिकति बादलहरू छ। अब उहाँबाट सर्लक्क फेरि अब घट्दै जान्छ। पहाड
यहाँबाट चाहिँ हाम्रो मोबाइलको चार्ज सकिन्छ अनि त्यसपछि चाहिँ हामीले त्यति राम्रो त्यो अनि अँध्यारो पनि असाध्यै अँध्यारो भइसक्यो थियो माथि त्यो पार्टी हान्ने ठाउँबाट चाहिँ हामीले भिडियो बनाउनु पाइएन त्यसपछि चाहिँ हामी डाइरेक्ट तल होटलमा आएको पहुँचेको है यो चाहिँ बल्ल हामी यहाँ भनेको ठाउँमा डेस्टिनेसन आइयो बाटो चाहिँ खत्तम बल्ल हामी बाटो चाहिँ खत्रै हो बाटो चाहिँ खत्रै हो बल्ल आज चाहिँ हामी यहाँ यो हाम्रो सुन्दह भन्ने होटल छ यहाँ होटल सुन्दह एन्ड गेस्ट हाउस यहाँ हो आजको बसाइ चाहिँ तर लास्टै टाढा रहेछ बाटो चाहिँ अनि चाहिँ बल्ल यो अँध्यारो भयो अनि त्यही माथि त्यो चार्ज पनि नभएर यता बाटोतिरको चाहिँ बनाउन पाइएन अहिले चाहिँ हामी चाहिँ बल्ल ठाउँमा आइयो बिहान 9 साढे 9 बजे हिँडेको बल्ल बेलुका 9:30 बजे हिँडेको कति घन्टा लाग्यो आफै विचार गर्नु यत्रो टाइम लाग्यो ल अब चाहिँ हामी माथितिर जान्छौँ यतातिर हो यहाँ चाहिँ हाम्रो श्री सर यहाँ हाम्रो सुमन सर यहाँ गणेश सर यहाँ तुलसी सर अनि तुलसी सरको म्याडम है यहाँ चाहिँ ल हाम्रो चाहिँ रुम चाहिँ यही हो अब सबै सामान जति अब यहाँ छ अब यो सबै ठुलो गर्ने हो यहाँ सबै ल अब यही हो है ल अब एकछिनमा चाहिँ तल खानासाना होला अब यति हाम्रो ग्रुप चाहिँ अब 2 जना चाहिँ उता हुनुहुन्छ ल अब भोलि बिहान भेटौँ ल डे 1 चाहिँ आज यति नै ल डे 1 यो अलिकति चाहिँ रातिको समयमा यतातिर चाहिँ चार्ज पनि सक्यो अँध्यारो बाटो अप्ठ्यारो त्यो भएर नि त्यतातिर बनाउन पाइएन र यहाँ चाहिँ उसलाई उसको हात चाहिँ यत्रो बनाइदिएछ झिमरीले टोकिदिएर बाइक चलाउँदै कहाँबाट उडेर आएर यस्तोमा टोकिदिएर 2.5 किलोको भयो ल यो चाहिँ हाम्रो ग्याजेट हो सबै यहाँ अब एउटा उता छ अर्को रुममा यो चाहिँ ग्याजेटहरू हो यो हाम्रो सबैको यो अब यहाँ चाहिँ टावर चाहिँ एनसिएलको चाहिँ एकदमै कम छ यहाँ चाहिँ छ 2टै छ एकदम कम छ त्यही भएर चाहिँ हामी चाहिँ यो वायरलेस लिएर आएको एकदम ठिक छ कम्बिनेसनमा आउनुपर्छ यस्तो चाहिँ नहुने भने चाहिँ एकदम दुःख पाइनेवाला छ जस्तै टावर टिप्दैन बाटो कहाँ हो यस्तो टाढा छ ल हामी चाहिँ अब तयारी छ खानासाना खाने एकछिनमा फ्रेस हुन्छु पहिला ल अब चाहिँ फ्रेस भएर चाहिँ हामी खाना खाने ग्याजेटहरू चाहिँ अब यस्तो नल्याउने भने त यहाँ त लास्टै मुस्किलै हुन्छ यहाँ एकदमै हार्ड छ ल